हेलो नमस्ते तपाईहरु सबैजनालाई मेरो राख्नुभएकोमा तपाईहरुलाई स्वागत छ। हजुर अलि घोप्टिनु यहाँ खोइ क्यामेरा मिल्दैन अनि आज फेरि मैले चाहिँ लिएर आइसकेको छु मोमो हो। आजको चाहिँ छ चिकन मोमो अनि त्यसमा चाहिँ हल्का भेज के भन्छ कोपी सोपी अलिअलि हल्का मिक्स छ हो। के अब चाहिँ म खाने सुरु गर्नेछु हो। यो चाहिँ अचार चाहिँ तिल बदाम सब मिक्स गरेर बनाएको अचार चाहिँ फर्स्ट बाइट। मोमो चाहिँ कतिवटा छ त्यो चाहिँ थाहा भएन, मैले नगनी हालेँ नि त। नुन चको भएको जस्तो भयो त अचारमा हो। अचार चाहिँ एकदम बाक्लो भएको छ। अचार चाहिँ यहाँ बनाएर चाहिँ स्टक अचार चाहिँ हो। अलिक घोप्टिँदै खाऊ। भएको मैले चाहिँ पानी नै ल्याएको छु नर्मल। अचार चाहिँ दामी भएको छ। 7 डल्ले खुर्सानी हालेर बनाएको। खुर्सानी चाहिँ पुरा पिरो छ नि त हो। अचारको रेसिपी चाहिँ राखेन नि त मैले। के भन्छ अचारको चाहिँ मैले तेल हालेर प्याज हालेर टमाटर हालेर तिल हालेर बदाम हालेर त्यहाँदेखि खुर्सानी हालेर अन्त कम्ती पहेँलो कलर लगाएँ अलिकति। त्यहाँदेखि चाहिँ नुन हालेर चाहिँ मिक्सीमा ग्यार गरेर बनाएको अचार चाहिँ बनाउँदा थाकेर त यहाँनिर त खानु दिन त तातो एक जोर थप्छ त। मोमो चाहिँ यो चाहिँ तात्तातै बाफ उडिरहेको छ देख्नु भयो होला हो। तात्तातै छ।
अघि कतिवटा हालेको थियो हो जो पनि पिरो भएको छ त्यही भएर थोडा थोडा हालिदिउँ यसरी हाल्दै खाइदिउँ न है कोही कोही बेला एक्सक्युज मी तातो खास ताता त खाएको मिठो भन्छ नि तर म चाहिँ सक्दिनँ यो चाहिँ अघि निकालेर राखेको तर पनि तातो छ लास्ट बाइट आमामा च्वाक पिरो ओके गाइस मामा पिरो एकदम पिरो अब यो मोमोको बारेमा त तपाईँलाई मैले कतिवटा भिडियो भनिसकेको छु होइन फेरि एकछिनतिर खान्छु म चाहिँ आधी घन्टा बाद त फेरि बेसेन 5-6वटा ओके गाइस मलाई चाहिँ मोमो चाहिँ एकदम मिठो लाग्यो एकदम दामी थियो होइन तपाईँहरूले लास्टसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद अनि मेरो च्यानलमा नयाँ जो पनि हुनुहुन्छ र नयाँले हेर्दै हुनुहुन्छ भने यसो सब्सक्राइब र लाइक चाहिँ गरिदिनुहोस् होला भन्दै भन्नेछु अनि आजको चाहिँ भिडियो यही थियो मोमो चाहिँ एकदम चिकन पत्ताकोपी गाजर हल्का मैले आलु पनि हालेको थिएँ आलु पनि हाल्छ र भन्नुहुन्छ होला होइन आलु पनि मैले 2टा जस्तो हालेको थिएँ एकदम दामी 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 भयो तपाईँहरू पनि ट्राई गर्नुहोस् होला यो सबै मिक्स गरेर खाँदा चाहिँ एकदम दामी हुन्छ मिठो हुन्छ अनि अब तपाईँलाई फेरि म नेक्स्ट भिडियोमा भेट्छु सबैजनालाई बाई बाई लभ यु बाई अनि सबैजना गुड नाइट बाई बाई लभ यु सके चाहिँ फिनिस्ड